यो धेरै विज्ञको कुराहरूबाट पनि सुन्छु बालेन्सालाई चाहिँ हराउनको लागि षड्यन्त्र गरेर चाहिँ झापा पठाइँदैछ भन्छन् के यो कुरा सत्य हो त भन्या अनि बालेन त्यति लाटा होला नि त भन्या उनी त टाउको गनेर यति आउँछ मत भनेर त मेयरमा त उनले मेयरमा जितेका हुन् भनेदेखि उहाँ पनि केही न केही नभए त गएको छैन होला तर धेरै विज्ञको कुरा सुन्छु बालेनको जम्ना जफत हुन्छ भन्छन् त भाइ लु जमाना जफत नभए नि धेरै थोरले हार जित होला तर को नि त हो बालेन प्रधानमन्त्री भनिरहेका छन् अब विचार गर्नु पर्ला बालेनले पनि यता फेरि रविको होइन अब सरकारले मुद्दा फिर्ता लिएको भन्ने कुरा छ त्यो सङ्गठित अपराध होइन सम्पत्ति शुद्धिकरणको अनि अब बाटो खुल्यो रविलाई नै प्रधानमन्त्री हुने भनेको छ अनि त्यसो गर्दाखेरि त्यही भएर षड्यन्त्र गरेर उता पठाउन लायो भन्छन् होइन के हो त अनि अब त रवि नै प्रधानमन्त्री हुन्छन् भन्छन् अनि बालेन त हिस्सा हुन्छन् भन्छन् र अब रवि र के अरे गगन पो दुईजनामा एकजना हुन्छन् भन्छन् है राम जाने ल के हो हेर्दै